हेलो साथीहरु, अब सुरु गरौँ एउटा सानो रिभ्यू जुन मेरो एक्सपिरियन्स अनि त्यसपछि यो मेरो पहिलो अनुभव पनि थियो। यो आउनुस् यहाँहरुलाई एउटा सानो रिभ्यू गर्दछु, देखाउँछु र कतिसम्मको उपयोगी र कस्तो ठाउँमा युज हुने र कतिसम्म लैजान सक्ने, कतिसम्मको दूरीसम्म लैजान सक्ने रहेछ। यो एउटा ई बाइक भनौँ, ई स्कुटर, इलेक्ट्रोनिक भन्छ यसलाई हैन। त्यही भएर हजुरहरुलाई एउटा सानो रिभ्यू मात्रै दिनु गइरहेको छु। मेरो फर्स्ट एक्सपिरियन्स थियो यो, तर जे होस् राम्रो हुँदो रहेछ यो, किनभने यो जुन ड्युटीको टाइममा जाने आउने क्रममा यो युज गर्नलाई चाहिँ धेरै नै राम्रो हुने रहेछ र मैले त्यो अनुसारले नै लिएको हो। खास गरी त्यही हो, यसको डिस्प्ले एकदमै राम्रो खालको दिनु रहेछ है। यहाँहरुले हेर्न सक्नुहुनेछ यसको यो डिस्प्ले एकदम यस्तो प्रकारको आउँछ डिस्प्ले है, एकदम ठुलो साइजको आउने रहेछ। अब यो ब्याट्रीको भइहाल्यो, यो तपाईको यो स्पिडोमिटरको भइहाल्यो हैन। त्यसपछि यो कति किलोमिटर घुर्यो यो चाहिँ यहाँ देखाउने रहेछ। यो गियर पोजिसन भयो, यो चाहिँ गियर अब गियर 1 मा छ। जस्तो अब यहाँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँहरुले 1 2 3, यो गियर चाहिँ 1 2 3 कति स्पिडमा लाने भन्ने कुरो पनि रहेछ यो। अनि यो इन्जिन किल स्विच यो भइहाल्यो, यो हेडलाइट, त्यसपछि यो चाहिँ हर्न भइहाल्यो हैन। यो प्रकारको छ। तपाईको यो जुन यो अन गरे पछाडी चाहिँ एकदमै लाइटिङ पुरै यो होल यो जुन साइकलमा चाहिँ लाइटिङ आउँदो रहेछ, हेर्न सक्नुहुन्छ। म यहाँहरुलाई देखाइदिन्छु, एकदमै राम्रो लाइटिङ। यो तल्लोपट्टि साइडमा यो सस्पेन्सनको एरियामा भयो हैन। यो ग्राउन्ड क्लियरेन्स पनि एकदमै हाई छ, एकदमै राम्रो छ यो। तर एक्ज्याक्टली मलाई चाहिँ थाहा भएन है यो चाहिँ कति हो। खास गरी ग्राउन्ड क्लियरेन्स एकदमै राम्रो छ यो अफरोडमा पनि चलाउन मिल्ने खालको यहाँले हेर्न सक्नुहुन्छ है। यो सस्पेन्सन धेरै राम्रो छ। अगाडिपट्टि यो स्प्रिङ वाला डबल सस्पेन्सन, अगाडि पछाडि डिस्क ब्रेक। यो लाइट अफ गरिदिएँ मैले है। यो अगाडिको फ्रन्टबाट हेर्नुहुन्छ भने यस्तो प्रकारको देखिन्छ यो है। अब यो चाहिँ हेडलाइट भइहाल्यो, स्पिकर भयो यो अगाडिको, गाना पनि बजाउन सकिन्छ यहाँबाट। अफरोड टायर छ, एकदमै राम्रो। तपाईको आफ्नो खुट्टा चाहिँ पेडल चाहिँ यहाँ राख्नुपर्छ, यो दुई साइडमा राख्नुपर्ने हुँदो रहेछ। अनि यो तपाईको स्ट्यान्ड उभिएर पनि चलाउन मिल्ने, यो रिमुभ गर्न मिल्छ यो यहाँबाट ठ्याक्कै यो ओपन गरेर यसलाई रिमुभ गर्न पनि मिल्ने, बसेर पनि अनि उभिएर पनि चलाउन मिल्ने दुईटै साइडको। अनि पछाडि यो प्रकारको छ, यो सानो सामान राख्न पनि मिल्ने र सानो बच्चाहरुलाई पनि राख्न मिल्ने खालको छ यो जुन पछाडि बस्ने यो सिट, ब्याक सिट। अब यो चाहिँ हेलमेट हो हैन। हेलमेट चाहिँ यस्तो प्रकारको छ। यो चाहिँ मैले आफैले किनेको हो। यो सस्तो खालको छ। यो चाहिँ अर्को महँगो पनि युज गर्न सकिन्छ साथीहरु। एकदमै यो चाहिँ स्प्रिङ वाला, जब हामी बस्यौं भने एकदमै तल लस्किने है, धेरै राम्रो रहेछ। यो ब्याक लाइट भइहाल्यो हैन, यो टेल लाइट। अब तपाईको पछाडि टायर पनि एकदमै मोटो खालको छ, डिस्क ब्रेक है, हेर्न सक्नुहुन्छ यहाँहरुले। धेरै नै राम्रो उपयोगी, आफ्नो पर्सनलको लागि धेरै नै राम्रो छ यो। यो चाहिँ मोटर, डबल मोटरको अनि डबल ब्याट्री, यसमा दुईटा ब्याट्री पनि छ है। यो चाहिँ अलि महँगो पर्न गयो। मैले चाहिँ अलि महँगै छ, हुन त सस्तो पनि पाइन्थ्यो र यसलाई चाहिँ अलि महँगो पर्ने रहेछ। लगभग भनौँ न नेपाली रूपमा हिसाब गर्दाखेरि 1 लाख रुपैयाँ नेपाली दाम पर्न गयो। यो चाहिँ मेरो चाहिँ भर्खरै मैले 2 दिन भयो ल्याएको र अनि एउटा सानो रिभ्यू गरौँ भनेर हजुरहरुलाई
नेपालमा अब के कस्तो छ यो छ कि छैन मलाई त्यति डिटेल थाहा छैन। यस्तो प्रकारको छ है अलि टाढाबाट देखाउँदाखेरि। जस आफ्नो पर्सनल युजको लागि तपाईको यो एकचोटि चार्ज गर्यो भने यसले चाहिँ जस लगभग 1 हप्ता युज गर्न सकिने रहेछ। यसको 48 भोल्टेजको यो ब्याट्री, यसको मोटर चाहिँ हजुरको 20 वाटको मोटर दुईटा गरेर 4000 को भयो हैन। एउटा मोटर 2000 को वाटको छ। त्यसपछि अनि यसको टप स्पिड भनेको 70 है। यसको टप स्पिड 70 मैले चेक गरेँ, अलरेडी टेस्ट गरिसकेको है। यो तपाईको यो पनि यो फोल्डिङ, यो जुन ह्यान्डल छ ह्यान्डल बार यो फोल्डिङ माथि उठाउन पनि सकिन्छ। यो उभिएर चलाउँदाखेरिको टाइममा हामीले जति माथि यतिसम्म जोस् मान्छेको हाइट बराबरसम्मको ल्याउन पनि सकिने खालको एकदमै राम्रो छ। यो चाहिँ 12 यो ब्याट्रीको भोल्टेज देखाउने रहेछ यो हैन। यो जुन डिस्प्लेमा देखिरहनु भएको छ यो चाहिँ अहिले अफ गरिदिउँ यसलाई। किलेसबाट पनि चलाउन सकिने यस्तो प्रकारको रहेको छ। यो यहाँबाट पनि की नचाहिने, यहाँबाट लक गर्न मिल्ने, अफ गर्न, अन गर्न सबै कुराहरू यहाँबाट स्विचमा दिएको रहेछ। यो जुन यसो हेर्दा ठ्याक्कै कारको जस्तो की आउने रहेछ हैन। यस्तो प्रकारको दिएको छ यहाँ। जे होस् राम्रो छ। यसको वेट भनेको 30 केजी को छ है साथीहरु। यसको 30 केजी को वेट हुँदो रहेछ। मैले चाहिँ यो आफ्नो पर्सनल युजको लागि किनेको।